छोटो कमर्शियल ब्रेक पछि यहाँहरुलाई पुनः स्वागत छ कार्यक्रम EW अथवा भनौं इन्टरटेनमेन्ट वीकलीमा। अबको पालो हो सेगमेन्ट सङ अफ द वीक को। यो सेगमेन्टमा आज हामी प्रस्तुत गर्दै छौं स्वरूपराज आचार्यको स्वर अनि गीतको बोल हो चन्द्र सूर्य जस्तै भयौं। यसमा शब्द संगीत रहेको छ मंगल विकको। यो गीत सेन्टिमेन्टल नम्बर हो, मेलोडियस छ। यो गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। प्रणव जोशीले म्युजिक भिडियो निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा जितेन तामाङ र रिनाको प्रमुख भूमिका रहेको छ। अबका लागि उक्त गीत नै सेगमेन्ट सङ अफ द वीकमा। चन्द्र सूर्य जस्तै भयो एक देखि अर्को टाढा, चन्द्र सूर्य जस्तै भयो एक देखि अर्को टाढा। अब फेरि कहिले होला दुई मुटुको मिलन गाढा, दुई मुटुको मिलन गाढा। चन्द्र सूर्य जस्तै भयो। कल्पनामा कल्पिएर प्यारो वचन बोल्ने छैन, कल्पनामा कल्पिएर प्यारो वचन बोल्ने छैन। तिमी झनै टाढा भयो म पनि त तिम्रो भइन, खोलीको दुई किनार जस्तै तिमी झनै भयो टाढा। अब फेरि कहिले होला दुई मुटुको मिलन गाढा, चन्द्र सूर्य जस्तै भयो। सपनीमा देखे पनि मेरी भनी भन्ने छैन, सपनीमा देखे पनि मेरी भनी भन्ने छैन। तिम्रा आफ्ना भेटे भने तिम्रो बारे सोध्ने भइन, मर्सन्दिर मादी जस्तै तिमी झनै भयो टाढा। अब फेरि कहिले होला दुई मुटुको मिलन गाढा, चन्द्र सूर्य जस्तै भयो एक देखि अर्को टाढा। यदि यहाँहरूले भर्खरै मात्र टिभी ट्युन गर्नुभएको हो भने कार्यक्रम EW अथवा भनौं इन्टरटेनमेन्ट वीकली हेर्दै हुनुहुन्छ। अबलाई म यहाँहरूलाई एकैछिन भेटाउने भएको छु एक मोडललाई, जो अब निकै चाँडो नेपाली चलचित्रको नायकको रूपमा पनि देखिने भएका छन्। यिनी हुन् प्रकाश महर्जन। पहिला र्याम्प मोडलिङबाट यिनले आफ्नो करियर सुरुवात गरेका हुन्। अहिले दुबईमा छन् यिनी। 7 वर्षदेखि उतै बस्दै आएका छन्। फ्लाइ इमिरेट्समा क्रू मेम्बरको रूपमा कार्यरत रहेका छन्। धेरै कामहरू गरिसकेका छन्, अवार्ड पनि जितेका छन्। यिनले केही इन्टरनेसनल ब्रान्डका लागि मोडलिङ पनि गरिसकेका छन्। यी प्रकाश महर्जन के भन्छन् त आफ्नो बारेमा अनि आफ्नो कामको बारेमा। अब एकैछिन भेटौं प्रकाश महर्जनलाई, जसलाई मैले भेटेको थिएँ दुबईमा। म दुबई आएको 7 वर्ष भयो। सुरुमा मैले होटलमा काम गरेँ, हेल्थ क्लब डिपार्टमेन्ट एज अ पर्सनल ट्रेनर।
होटल पनि राम्रै थियो, मैले राम्रै ठाउँमा काम पाएँ। इमरेट्स टावर होटल हो, दुबईको सबभन्दा ठुलो 5 स्टार होटल हो। अनि त्यसपछि यो पर्सनल ट्रेनिङको कामको साथसाथै अनि मैले मसाजको ट्रेनिङ पनि सिक्ने मौका पाएँ। अनि ट्रेनिङमा पनि भगवानले साथ दिएअनुसार मैले चाहिँ बेस्ट मेल थेरापिस्ट अवार्ड पाएँ, जुन चाहिँ एउटा नेपालीको एउटा गर्वको कुरा हो कि नेपालीले पनि केही गर्यो भन्ने मेरो फिलिङ त्यस बेला एकदमै आयो। अनि त्यसपछि मेरो चाहिँ एउटैमा मात्र काममा लागिराख्नु चाहिँ अलिकति मन थिएन। अनि त्यसपछि मैले चाहिँ साथीहरूले पनि यसो एडभाइस गरेँ। त्यसपछि मैले चाहिँ फ्लाइ इमरेट्समा पनि यसो ट्राई गरौँ भनेर मैले ट्राई गरेँ। त्यसमा पनि लकिली सिधै काम पाएँ। अहिले चाहिँ म विगत 4.5 वर्षदेखि यो फ्लाइ इमरेट्समा एज ए क्याबिन क्रू काम गर्दै आएको छु। अलिकति रमाइलो चाहिँ के छ भने अब प्लेन जहाँ पुग्छ म त्यहीँ पुग्छु। कहाँ म्युजिक भिडियो गरिसकेपछि म दुबई आएँ। दुबईमा पनि मैले इन्टरनेसनल ब्रान्डमा मोडलिङ गर्न मौका पाएँ, जुन नेपालीको लागि एउटा एकदम सौभाग्यको कुरा हो। जसमध्ये मैले चाहिँ गरेकोमा चाहिँ औडी ब्रान्ड हो, त्यसपछि कतारको लागि टेलिकम्युनिकेसन, अनि अबुधाबीको लागि टुरिज्म। एकदम रमाइलो भयो, एकदम रमाइलो क्षण थियो। त्यसपछि अरू सानो सानोतिनो एडहरू मैले गरेँ। अब भनेको मेरो लक्ष्य भने चाहिँ नेपाली फिल्म इन्डस्ट्री हो। अब जसमा चाहिँ मैले अहिले वर्कआउट गरिरहेको छु। अब चाँडै नै म नेपाली फिल्ममा देखा परिने छु। केही इन्टरनेसनल ब्रान्डमा काम गरिसकेका मोडल प्रकाश महर्जनको कुरा त यहाँहरूले सुनिहाल्नुभयो। प्रकाश महर्जनलाई हाम्रो तर्फबाट अल द बेस्ट, अझ बढी यिनलाई सफलता मिलोस्। युएई भ्रमणको क्रममा मैले दुबईमा भेटेको अर्को एक व्यक्तिलाई अब यहाँहरूमा प्रस्तुत गर्ने भएको छु, जो नेपाली गीत सङ्गीत र चलचित्रलाई निकै माया गर्छन् र अब नेपाली चलचित्र बनाउने सोचमा आइसकेका छन्। चाँडोभन्दा चाँडो निर्माता पनि बन्दैछन् र दुबईमा हुने विभिन्न कार्यक्रमहरू, साङ्गीतिक कार्यक्रम होस् या चलचित्रको कार्यक्रम होस्, ती कार्यक्रमका लागि यिनी विशेष सहयोगीको रूपमा पनि रहेका छन् र चिनिन्छन् पनि। यिनी हुन् सरोज बिष्ट, जो युनिभर्सल ब्लू ओसन कन्सल्टेन्ट चलाएर बसेका छन्। यिनी म्यानेजिङ डाइरेक्टर हुन्। क्यानाडाको लागि भिसा प्रोसेसिङको काम गर्छ यो कन्सल्टेन्टले। यी सरोज बिष्ट के भन्छन् त नेपाली गीत सङ्गीत, चलचित्र अनि देशको अवस्थाको लागि। अब यिनलाई पनि भेटौँ एकैछिन। आफू नेपाली भएकोले आफैमा गर्व छ। अब गीत सङ्गीत मान्छेको मन मस्तिष्कलाई रोमाञ्चित बनाउने एउटा साधन हो, मान्छेलाई रिल्याक्स तुल्याउने साधन हो। त्यसै कारण म सुन्छु गीत सङ्गीतहरू सुन्ने गर्छु। म नेपाली चलचित्र हेर्छु, म गीत सङ्गीत लगायत साहित्यमा पनि रुचि राख्छु। साथसाथै नेपालको जुन अहिले परिस्थिति, जुन राजनीतिक परिस्थिति छ त्यसमा एउटा निकास आओस् भन्ने चाहना छ। हाम्रो नेताहरूलाई चाहिँ बुद्धि पलाओस्, विदेश हेरेर केही शिक्षा लिएर राष्ट्र विकासमा ध्यान जाओस्। र यहाँ लगतै केही महिना अगाडि जुन फिल्मी अवार्ड थियो त्यसमा मेरो प्रत्यक्ष अप्रत्यक्ष सहयोग पनि थियो र म नेपाली र नेपाललाई माया गर्ने एक व्यक्ति भएको कारणले गर्दाखेरि म हरेक कुरामा नेपालको हरेक विषयमा चाहिँ केही हदसम्म चासो राख्छु।